यो हाम्रो एसियनमा भन्नु हो चाहिँ अब यो हाम्रो अब इन्डिया र नेपालको त कुरै नगरौँ होइन। यी इन्डिया र नेपालमा एकदम म्याक्सिमम् घट्ने घटनाहरू के। अब मैले स्टार्टिङदेखि नै अब सुरुबाट नै के एकदम के त्यो डाइरेक्ट भन्दिनँ, एकदम के सिधा भनिदिन्छु मैले यो कथा है। सपोज मान्नुहोस् मेरो घरमा नै हरेक घरमै दिदीबहिनीहरू हुनुहुन्छ जसको घरमा पनि होइन। अनि घरमा दिदीबहिनी हुनाले अब जस्तो अब उहाँहरू दिदीबहिनीहरू कसैको पनि अब मेरै पनि बिहा गरेर जानुभएको छ। अब कसैको पनि जसको पनि हुन्छ नि दिदीबहिनी होइन। बिहा गरेर गइसकेपछि होइन उहाँहरूको त यो त अब घर त हाम्रो जन्मथलो चाहिँ माइत हुन्छ होइन। अनि जस हस्बेन्डको घर गएपछि त्यो पो घर हुन्छ त होइन। अनि त्यो केसमा चाहिँ के हुन्छ भन्दाखेरि नर्मल एकदम सिधा कुरो कि उहाँहरू आउनु छ होइन, माइत आउनुहुन्छ। माइत आइसकेपछि होइन दायाँ बायाँ केही सोध्नु, बुवाको ड्याडको के छ हालखबर, ममको के छ हालखबर, यहाँ हो बुहारीले ह्याप्नु त ह्याप होइन मम्मी। अब होइन बुहारी छ भने नभए भाउजू छ नि, मम्मी भाउजूले केही त भन्नु भएन, सब टेक केयर छ नि यताउति। दायाँ बायाँ सोध्नुहुन्छ होइन, ठिकै छ त्यो पनि सोध्न त जसले पनि पायो। आफ्नो मम ड्याड जन्म दिने मान्छेलाई त जसले पनि सोध्न टेक केयर माया त गर्नु पायो नि त जसले पनि। अनि बस्नुहुन्छ मजाले त्यो कुराहरू गर्नुहुन्छ होइन। आफ्नो माइततिरको बाउ आमा चाहिँ एकदमै के यहाँ होइन यहाँ राखेर नबिजाउने के, आँखामा राखेर नबिजाउने। अनि हप्ता 10 दिन महिना दिन बस्नुहुन्छ, जति बस्यो नि केही मतलब भएन होइन। बस्नुहुन्छ अनि बस्दाखेरि अनि ठ्याक्क आफ्नो अब फेरि होइन फाइनली घर जाँदाखेरि अनि यहाँसम्म कि छोड्न जाने बेलामा पनि के हुन्छ भन्दाखेरि ए भाइ मम ड्याडकोले केयर गरे, जाडो छ तातो खानेकुरा दे, न्यानो कुराहरू लगाउनु दे, त्यो बिस्तारै पनि न्यानो हिटर सिटर यताउति अन गरेर यहाँ दुःख नदिए मम ड्याडलाई यताउति भन्नुहुन्छ कि। ओहो मम ड्याडतिर कति माया लागेको यताउति होइन। त्यो माया त जसलाई पनि लाग्छ होइन, माया लाग्छ हो। त्यो माया चाहिँ माइतमा मात्रै होइन कि, त्यो माया चाहिँ ठाउँमा पनि देखाउनु पर्यो क्या। जस्तो अब यो त माइत आफ्नो घर गएपछि उहाँ पनि त सासू ससुरा हुनुहुन्छ नि, उहाँ पनि त बुढा हुनुहुन्छ नि, सासू ससुरा हुन्छ, दुनियाँदारी हुनुहुन्छ। अब उहाँलाई चाहिँ बिहा गरेर गएको अन्त भयो हजुरको 1-1.5 वर्षमा पुरै औँसा वन्डा हुन्छ। भाडामा लगाएर आफ्नो हस्बेन्ड र आफू भाडामा बसेको हुन्छ होइन। उहाँको चाहिँ बिचरा त्यो सासू ससुरा चाहिँ कोही होइन है, सासू ससुरा कोही होइन। आफ्नो माइतको बाउमा चाहिँ बाउमा आँखामा राखेर नबिजाउने है। अनि त हस्बेन्डलाई बिचरा कति पीडा हुन्छ। लाइफ पार्टनरको कुरा नसुन्नु पनि नि गाह्रो, आफूलाई जन्म दिएको मान्छेको पनि कुरा नसुन्नु पनि त्यहाँदेखि गाह्रो। अब लाइफ पार्टनरको चाहिँ कुरा चाहिँ अब 99% जसले सुन्छ होइन। त्यही भने कि त्यस्तो कुराहरू नबुझ्ने कि आफ्नो माइतको बाउमा चाहिँ बाउमा नै हो होइन, एकदम आँखा राखेर नबिजाउने। अनि उता बुढा आफ्नो घरतिरको बाउमा चाहिँ पुरा के यत्र दारा निकालेर बसेको तिनीहरूसँग छुट्टिएर कसरी बस्नु जस्तो हुने कि। अनि माइत आएर दुनियाँभरको सरसल्लाह दिने होइन। यहाँ हुँ न बाउआमालाई टेक केयर गर, अलिकति न्यानो कुराहरू मिठो कुराहरू दे है, अब बुढा भइसक्नु छ होइन। अनि उतातिर आफ्नो हस्बेन्डको घर जाँदै उहाँको बुवा मुवा चाहिँ होइनन्, पुरा दुश्मनै चाहिँ गरेर। अब यस्तो घटना चाहिँ हाम्रो इन्डियामा र नेपालमा प्रायः घटिरहेको छ होइन। यो कुरा चाहिँ नोटिस गर्नु होला हाम्रो नेपाली चेलीबेटीहरूले है। यो कुराहरू यो चाहिँ मलाई लागेको भएर मैले चाहिँ यो कुरा सेयर गर्न खोजेको होइन। यो कुरा चाहिँ यसो केयर गर्नु होला। यो कुरा केयर भन्नाले हेर्नु होला, नोटिस गर्नु होला होइन। माइतको मात्रै बुवा मुवा होइन, उता आफ्नो घरतिरको पनि बुवामा भनेको एकदमै हुनुपर्छ। अब होइन उमेर ढल्किँदै जाँदाखेरि अब 2-4 कुरा मिस्टेक हुन्छ कहिले। अब यो सोच्ने शक्तिहरू अलि कमै हुन्छ बिचरा अब बुढा भइसकेको मान्छेहरूको होइन। त्यही भएर आफूले त्यो कुराहरू चाहिँ ख्याल गर्नुपर्ने हो। र मैले भन्न खोजेको माइतको मात्रै बाउमा होइन कि, उता आफ्नो घरतिरको पनि बाउमा नै हुन्छन्। यहाँ राखेर बिजाउने होइन कि है। माइतको मात्रै होइन कि यहाँ राखेर बिजाउने खालको त्यस्तो बनाउने होइन, उता घरतिरको पनि बनाउनु पर्यो त्यस्तै होइन। अनि माइत आएर दुनियाँभरको ओहो सुनाउने होइन, बुझ्नुभयो। माइतमा आएर यो टेक केयर गर त्यो गर होइन,
उता घर पनि त्यही बोल्नु पऱ्यो, त्यही व्यवहार गर्नु पऱ्यो, अनि त्यही तरिकाले सबै कुरा गर्नु पऱ्यो। बल्ल माइतमा आएर दुनियाँभरको सुनाउँदा बेस्ट हुन्छ। ओ सिस्टर बाई।